वेलकम बैक टू माई न्यू भिडियो। सबजना सन्चै हुन्छ भन्ने आशाको साथ आजको नयाँ भिडियो सुरुवात गर्न गइरहेको छु। नयाँ दिनको सुरुवातमा नयाँ जोस जाँगरको साथमा नयाँ भिडियो हालेको छु। हेरिदिनु होला हजुरहरूले जोस साथ हेरेर लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। र आजको भिडियो सुरुवात भइसकेको छ, हेरिदिनु है त। आजको भिडियो सुरुवात भइसकेको छ र आज हामी दाजुभाइ मिलेर क्लास जाँदैछौँ। स्कुटीमा दुईजना दाजुभाइहरू र बाटोको अलिअलि भ्यूहरू देखाउँदै आफूलाई देखाउँदै मनोरञ्जन गर्दै हामी बाटोमा दाजुभाइ मिलेर क्लास जाँदैछौँ। र क्लासमा हामी आज क्लासबाट हामी फुटसल खेल्न लैजानु भएको छ। फुटसल खेल्नलाई हिँडिरहेको छौँ र बाटोको नजाराहरू हेर्दै मनोरञ्जन, बाटोको हरियालीसित मनोरञ्जन गर्दै हामी अगाडि बढ्दैछौँ। यात्रा अगाडि बढ्दैछ। अलिअलि हजुरहरूले पनि भ्यू हेरिदिनु होला है त। म अहिलेलाई सर्र भ्यूमा देखाइदिन्छु, सर्र हेरिदिनु होला। लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। सपोर्टको जरुरत छ, अलिकति सब्सक्राइब पनि बढाइदिनु होला। सब्सक्राइब बढ्यो भने हामीलाई पनि भिडियो बनाउन मजा आउँछ, उत्कृष्टता हुन्छ। भ्यूको मनोरञ्जन लिनु है। हामी चाहिँ मस्त दाजुभाइहरू मिलेर गफ गर्दै हाम्रो यात्राहरू अगाडि बढ्दैछ। अझै पनि भ्यूहरू अझै पनि हेरिनु होला। मणिग्राम आएपछि भेटौँला। हामी चाहिँ अहिले मणिग्राम चोकमा आइसके। अहिले चाहिँ हामी मणिग्राम चोक आइसक्यौँ। मणिग्रामको हामी क्लास गुलगुल क्लास पनि आइसक्यौँ। हामी चाहिँ यहाँबाट डाइरेक्ट फुटसल गएका छौँ। र यहाँ चाहिँ साथीले आफ्नो प्रस्तुत देखाएको छ, भिडियो स्टार्टिङ गरेको छ, हेरिदिनु होला। कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु है त। हेलो गाइज, आज हामी फुटसल खेल्न आएको। यो चाहिँ नि अनुप श्रेष्ठको। यसमा चाहिँ नि मैले हल्का आफ्नो पर्फर्मेन्स देखाइदिएको देखाएछ। यता चाहिँ नि अब हाम्रो फुटसल चलिरहेछ। के गरे पुलबाट चलिरहेको छ यहाँ फुटसल। यहाँ चाहिँ नि के गरे जनताहरू हुनुहुन्छ। यता चाहिँ म चाहिँ त्यति फुटसलको भिडियो चाहिँ बनाएन। भित्र गएर यसो बाहिरबाट यसो बनाएको जालीले अलिअलि क्यारकुर बनायो होला। हेर्नु होला कस्तो लाग्छ। र साथीको पर्फर्मेन्स कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। कस्तो लाग्यो कमेन्ट गरिदिनु है त। र साथीले पनि हेर्दैछ भने कस्तो लाग्छ लाग्यो आफ्नो बोली कमेन्ट गर। उहाँ चाहिँ हुनुहुन्छ लिची लभर साथी। सो हेलो गाइज, आज हम चल रहे हैं लीची खाने।
खाने रे जोस लिची लिची खाने रे के खाने रे लिची लोकल कुरा स्याक लोकल कुरा स्याक लोकल कुरा लिची चढ्ने होइन क्या लिची ग्याङ ब्याङ लिची लभर चाहिँ एकदमै लिची लभरै रहेछ बुट्टा देखे बित्तिकै त लिची यहाँ उफ्रिने वा टिप्ने खाइहाल्ने ब्याग त उफ्रिआएको लिची उहाँको नाम हो अन्डा जहिले पनि लजालुपन छ उहाँ लिची लभरले लिची टिप्न उफ्री टिप्नु भएको छ कस्तो टिप्नु लिची लभरले हेर्नुहोस् लिची त्यसै मैले लिची लभर भने होइन कि लिची लभरलाई भुइँको पनि छोड्नु भएको छ भुइँमा सुधर टिप्नु भएको छ लिची लभर हामीले लिची धेरै टिपेको छैन जम्मा 2टा हो यहाँ एउटा लिची लभरको एउटा एक्टिङ गरेको छ लिची लभरको डाइलग सुन्नु है त कहीँ नको भाइ तो मुख धुनै बिर्से यार मुख किन धुनु पर्यो र यस्तो घाममा नि त्यसपछि हामी नास्ता खान आयौँ भोक लागेर साथीहरूसित नास्ता खायौँ है त नास्ता खाएर घरतिर लाग्छौँ आफ्नो उहाँ चाहिँ हुनुहुन्छ एकदमै लजालु साथी हेरौँ है त उहाँको लजालु स्वभाव हामी चाहिँ भिडियोको अन्तिममा आइसकेको छौँ थ्याङ्क्स फर वाचिङ माई भिडियो सबैजनाले हेरिदिनु होला लास्टसम्म हेरिदिनु भयो भन्ने आशा गर्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु लाइक सेयर सब्सक्राइब गरिदिनु होला हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला कस्तो लाग्यो अन्तिमसम्म हेर्नु भयो भन्ने आशा गर्दै आजको भिडियो पनि यहीँ बन्द गर्न चाहन्छु हस् त भेटौँला मस्त रहनु होला हस् त बाई बाई